धेरैले भारतबाट परिचालित पनि भनेर भन्छन्, यो चाहिँ सत्य हो कि असत्य? क्या भारतबाट परिचालित भनेको? अनि तपाईँले नै भन्नुहुन्छ नि यो सरकार पनि अहिले कुनै कुनै देशबाट बाहिरबाट त्यो सबै फोकटे कुरा हो। मर्दा कि स्वास्नी हुनु भन्दा मर्दा कि रखेल हुनु भन्छन् नि। मान्छेले रिसको भाव आवेशमा यो चाहिँ हुँदैन नि, बरु दिउँ न त हो अर्कैलाई भन्छ नि। भाव आवेगमा आएर रिसमा बोलेको कुरा, त्यो कुरालाई ल्याएर अहिले ट्रोल बनाएर त्यो 5 वर्ष अगाडि बोलेको कुरा मेरो हातमा मुलुक आफ्नो दिँदो रहेछ कि रहन्छ नि थाहा हुन्छ। म यिनीहरू जस्तो नि, यिनीहरू जस्तो एनजिओ आइएनजिओको पैसा खाएर आन्दोलन गर्ने हुँ। फेरि दिल्ली जाँदैछु क्या, मेरो घरलाई जाँदैछु, चाँडै जाँदैछु। मेरो 2 महिनाको टाइम दिएको थियो मलाई, भनौँ न 45 दिनदेखि 2 महिनाभित्रमा आउनु भनेको थियो। म त्यतिखेर जाँदैछु, जाँदाखेरि म यही बाटो जान्छु, कुन बाटो रोक्दो रहेछ हेरौँ न। मेरो नि एकछिन दिल्ली जान पाउने अधिकार होइन, किन डिपोर्ट गर्छ? किन डिपोर्ट गर्छ? के म सुन तस्करी हुँ? म नक्कली नोटको कारोबार गर्ने हुँ? म के काम गर्ने हो? किन दिल्ली डिपोर्ट गर्छ? यो हाम्रो धर्म भुषालजीलाई देशभरि टिभी खोलेर यस्तै फेक समाचार बनाउनु भनेर भनिदिनुहोस् है धर्म भुषालजीलाई।